18देखि 35 वर्ष भित्रकोले केही गर्दै पड्दैन म खाए 10 पढ्या पाटन खा गयो पाटन खा खासै त्यसो यार मलाई भेट बनाया तपाईको म गर्दिहाल्नु अहिलेलाई त पासपोर्ट गर्न आउन थिए गर म गराइदिन्छु तुरुन्त केही दिनमा 4-5 हजार खुल्ला हो तेरा भैया कुवा त भन्नु तू जसो नेता पाउनु भने हम जनताले त खाली भगवान पाउनु सरा होला तेरा भैया 18 वर्षदेखि 35 वर्षसम्मकालाई पासपोर्ट बनाएर धमाधम 5000 को वहाँ भ्याकेन्सी खुलिरहेछ अरे विदेश पठाउने हो यो तेरा एजेन्डा तेरा सिद्धान्त कठै लाडे तम जहाँ नेता हुनाले होला यो देश आजसम्म नभया हम जनता आज गरिबै भया 40, 45, 50 डिग्रीको घाममा गए भएर यो पसिना निकाल्यो भएर यो खून पसिना गद्द पड्या तम जैसा लाटाल्ने हो तब जनता बुझिहाल्ला है अब विदेश जाने भया जा भयो नहीं जाने हो त अब 1 करोड सुन तम ईशानलाई चप्पलै मलाई क्या नै हल्ला त मुनि यार क्या नै हाणन्छ हुणा ठोक्दै गर के जहाँ पाए त्यही राणा छोरालाई